आज चाहिँ हामी गाईको लागि घाँस काट्न जाँदैछौँ म र मम्मी जङ्गलमा। हामी गाउँलेको जीवन यस्तै छ है। हेर्नुहोस् त फुल पनि कति राम्रो छ। बर्खायाम पनि लाग्यो नि त, त्यही भएर गाईलाई जङ्गलमा घाँस प्लस गाईको लागि के भन्छ त्यसलाई सोत्तर होइन, त्यसपछि हामी लिनलाई जान्छौँ। रमाइलो छ गाउँले जीवन। मम्मी चाहिँ पर घाँस काट्दै हुनुहुन्छ, म चाहिँ यता भिडियो बनाउँदैछु। किराले टोकेर के गर्नु। अब चाहिँ बारी रेडी भइसक्यो, बारी बोकेर अब हामी जाँदैछौँ। मेरो चाहिँ खुट्टा अलिकति नहुने भएको कारणले गर्दा थोरै भारी बोक्दैछु भने यो चाहिँ मम्मीको भारी। फेरि मम्मीले चाहिँ ठुलो बोकाएर आफ्नो सानो बोक्यो भन्नु होला। मेरो चाहिँ खुट्टामा अलिकति समस्या भएको कारणले गर्दा मैले चाहिँ थोरै बोकेको। हेर्नुहोस् यो चाहिँ मेरो